भक्तपुरको पटरी स्क्वायर नेपालको मध्यकालीन नगरकला र कुम्हाल समुदायको समृद्ध इतिहास समेटेको छ। यो क्षेत्र 12औं शताब्दीदेखि नै माटाका भाँडा, मूर्ति, दियोहरू, इटा बनाउने केन्द्रको रूपमा प्रख्यात छ। यो क्षेत्रले नेपाली हस्तकलाको प्राचीन तरिकालाई जिउँदो राखेको छ। पटरी स्क्वायर नजिकै सूर्यमुखी ढुङ्गा छ, जुन भक्तपुरका कुमालेहरूको आराध्य देवता मानिन्छ। कुमाले समुदायले आफ्नो उत्पादन सुरु गर्नुअघि यहाँ पूजा गर्ने चलन छ। भक्तपुर सहर नै युनेस्कोले साक्षित विश्व सम्पदा सूचीमा छ र पटरी स्क्वायर यसको प्रमुख आकर्षण हो। पर्यटकहरूले यहाँ माटाका सुन्दर कलाकृतिहरू किन्न र कुमारीहरूको काम गर्ने शैली हेर्न सक्छन्। यो क्षेत्र विभिन्न सांस्कृतिक जात्रा जस्तै भैरव जात्रा, विस्का जात्राको लागि पनि प्रसिद्ध छ। कुमालीहरूले विशेष अवसरहरूमा माटोको दीप, मूर्तिहरू र अन्य पूजाका सामग्रीहरू बनाउँछन्। भक्तपुरको पटरी स्क्वायर नेपालको सांस्कृतिक धरोहर र कलाकारिताको जीवन्त उदाहरण हो। यो ठाउँ घुमेर तपाईँले नेपाली हस्तकलाको गौरवशाली परम्परा अनुभव गर्न सक्नुहुनेछ। यस्तै रमाइलो अनि इन्फर्मेटिभ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई लाइक अनि सब्स्क्राइब गर्नुहोला। थ्याङ्क यू सो मच।